मेरो रिलेसनशिप फर्स्ट रिलेसनशिप मैले 9 क्लासदेखि नै मेरो टिकेन। सुन यो मोबाइल लिएर कति थप्नुपर्छ मैले जस्तै 1 महिना त भयो चलाएको। कतिमा किनेको यो? 35। मेरो 9 क्लासदेखि रिलेसन टिकेको त्यो त वास्ता भएन। कति दिउँला म त ब्याज म त्यस्तै लाइट गरेर त ब्याजमा किस्ता हो कस्तो ब्याज यो गाइज म त कति हाँस उठ्छ। अनि म चाहिँ यो रिलेसनसिपदेखि एकदम टाढा म त भगवान् मलाई यो क्या लभ भन्ने कुरा माया भन्ने कुरा इरिटेट फिल लाग्ने होस् न जस्तो लाग्छ। जस्तो कि मलाई रक्सीहरू खानु मन लाग्दैन त्यस्तै क्या त्यो भनेपछि वाक्क लाग्ने जस्तो फिल भयो त म कस्तो खुसी हुन्थेँ। म सिङ्गल लाइफ एकदम रक भएर बिताउन चाहन्छु। मलाई चाहिँ फेरि म एकदम म डिपली लभमा छिरिहाल्छु। छिरेपछि मलाई अनि गाह्रो पर्छ क्या गाइज। त्यस्तो हो म यस्तो कुराबाट चाहिँ एकदम नमस्कार हजुर। म चाहिँ तल त राम्रो ठाउँमा काम पाएको छस् त भयो त महारानी हो महारानी हो। म त महारानी त महारानी हो महारानी हो यो त गाइज। हेर्नु साथीहरू आमा तर आज त राम्रो देखेछ मेरो मोबाइलमा। वाउ त्यसलाई के भन्छ माइली? त्यो रोज भन्छ। ब्रस पनि त यसले त यता लगाइदिन्छु कहिले त्यो सिधै लगाइदिन्छु। तैँले कता माथि लगाउँदै रहेछस्? माथि लगाउनु त हो ब्रस भनेको। त्यो ब्रस भन्छ रोज भन्छ हो। रोज त रोज यस्तरी लगाउने हो कहिले नि। यो छ नि यो भागलाई यस्तरी पछि काट्ने हो कि। नाक पनि के साह्रो फुवा फुवा हो आमामा सुगाकै जत्रै नाखा मामा हिँड्दा गाइज। अबै म त तर्सिन्छु हौ मान्छेको अबै। अब यो यहाँनिरबाट लगायो भने ठ्याक्कै त्यो तर धेरै इम्प्रुभ भएको निकिसामा त गाइज एकदम इम्प्रुभ भएको। हेर मान्छेको जिन्दगी के हो सङ्घर्ष के हो कसरी बाँच्ने कसरी जिन्दगी बाँच्ने निकिसा सोधेको हुन्छ। पहिला कटुला र ब्रुक उफ्रिँदा उसलाई कति मान्छेले नराम्रो भन्थ्यो है। अहिले यस्तो राम्रो भएर महारानी महारानी एक्सक्युज मी फोटो खिच्नु न सरले बिजी छु भन्छ। निकिसालाई राम्रो केटाले फोटो खिच्नु भने ल्याप्पै नराम्रो केटीहरूले गरिन्छ सरले बिजी छु बसिरहेको बिजी छु भनेर उसले इग्नोर हो। फेरि मान्छे एकदम दामी यसलाई एकदम दामी फेरि निकिसालाई मन पऱ्यो भनिहाल्यो। पहिले 40 वर्ष उमेर समूहमा पर्छ। हामी जस्तो कलिलो मान्छेको नेभर हामी जस्तो कलिलो मान्छेको त नेभर डोन्ट ट्राई विथ हामी जस्तो एजकोले त डजन्ट। यो होइन एउटा सानो उठ्यो त कहाँको हो? के हो यसको आँखामा यसले लगाइदिन्छ। त्यसले कालो हुन्छ। के लाउँला आँखामा? यसले लान किन हुँदैन? धेरै बाक्लो देखिन्छ कि देखिन्छ त्यसलाई पछि मिलाउनु मिल्छ। उठ्यो देऊ त बट्टा म पुछु यो बुझ होला यो यसले यस्तो गरेर हुँदैन कि। एउटा चुराहरू पनि के किन्छ लास्टमा फ्याट हाल्छ। यसले नै अस्ति 3-4 हजारको चुरा किन्यो भने 3 दिनमा लगातार क्या किन्छ अनि त्यो लगाउँदै लगायो अचम्म त्यही दिन लगाइसक्यो। अब मनी इज टु मच भएपछि के को त्यस्तो त नट भ्यालु क्या। भ्यालुएसन के जाति भ्यालुवालै छैन नि। पैसा धेरै कमाएपछि पैसा कमाउने मान्छेलाई हामी पो भिखारीको हामी त गाइज सानोदेखि नै अब म चाहिँ सानोदेखि नै गरिब परिवारमा हुर्केर होला म चाहिँ साथीहरू। अर्कोचोटि चाहिँ अलिकति आफूलाई बस्ने जग्गा भएकै घर परिवारमा जन्मेँ। म चाहिँ यस्तो भिखारी भएर चाहिँ म बस्न चाहन्न। जिन्दगी मेरो यस्तै हो। योमा हामी त गरिब मान्छे जिन्दगानी यस्तै हो सबै मान्छे त्यस्तै हो। अब आइसेडो लगाउनु बिर्स। जस्तो लाग्यो त्यो धेरै आइसेड ठिक लगाउ म के लगाइदिन्छु। ठिक हो यत्रो त धेरै नला यो आँखै भुइँसम्म पुगेर नला भरे क्या। त्यहाँ कहिले लगाउँदैन म यसको यति भाग मात्र लगाउँछु जति लगाउनु पर्ने त्यति। यसले कस्तो लगाउँछ यत्रो भयो आफू म महिला हो भनेर परिचय दिएको। अनि मेकअप त मजाले सिक्नुपर्छ है आफूले निक्सा दिदी। ला उता मेरो ढल्ला है त्यहाँ मेरो म त बिना अल्झाएर आएको छु कति दुःखले मैले मोबाइल। अब त्यो कस्तो लगाएर आउँछ एकछिन राम्रो त्यति बेलासम्म भिडियो बन्द गरेँ नि केही पनि हुँदैन हामीले हेरिहाल्छ नि। त्यसले एउटा आइसेडो लगाउनै घन्टा लाउँछ फेरि। खोकी लाग्यो
खाइज त नपुगे जस्तो यो यो हो के बिचको एउटा मेकअप क्लास पनि लाग्यो मेकअप क्लास त गरेँ कि तर के गरी रोजा नेपाल आछ निकिसा दिदी साँच्चैले त्यो ब्याग कहाँ फाली के प्या हिजो झुलुक्क देखेको थियो भन्छ यतिकै के त्यहाँ छ यहाँ आइज न त्यो अरू जस्तो केटीले यस्तो बडो धेरै ओभर मलाई मन पर्दैन त्यो अर्को त्यो केटीले गर्छ नि त्यसो त केटीको त किन गर्ने हो केटीको त 4वटा 5वटा मिक्स गरेर लगाउँछ त भनेको सिम्पल हो सिम्पल होइन मलाई मन पराउँछ मान्छेले सबै थोक केटी नै भन्यो भने एउटाको त झुन्डेको छ हेरतिर जतिसुकै भन्यो भने त्यो नमेटाइसम्म त पार्टी हो पार्टी अब तेरो मिट मैले त्यो रुहानीसँग लगाइदिन्छु त्यो यस्तो तन्द्राङ्ग भएको त्यो यस्तो झुन्डेको नफालेसँग त पार्टी भनेर भनिन्छ अनि त्यो फाल्ने पाठी त त्यो पार्टी भनेको पार्टी भनेको छिब्री जस्तो क्या छिब्री मेटी भन्छ छिब्री अहिले कहाँ छिब्री छ अहिले त यो झुप्पा हो अब टुप्पा बन्न त टाइम लाग्छ झुप्पा फाल्यो भने टुप्पा हुन्छ अब झुप्पा नफाल्यो भने झुप्पै त्यस्तो हेर्ने किसा गाह्रो छ हातका चुरा बजाउँदै कटिङ गरिदिन्छु म यताबाट यस्तो मलाई नबुझ्छ यो कटिङ के गर्नु पर्यो नि के बोल्छ यो छतिर आफ्नो भएको कुरा भन्न आफ्नो कुरा चाहिँ नभने अर्को कुरा भन्ने म झुप्पावाला हो भन्न उसलाई त त्यो झुप्पालाई त झुप्पा भएको ए लन्डावाला ए वा गुड मैले झुप्पावाला हो भन्न त्यति धेरै नलगा भाइ वाउ गुड निकिसा नै आफूलाई प्राउड अफ पनि गर्छ प्राउड फिल पनि गर्छ कहिले कहिले त तर के गर्नु यस्तो वालाले काम नगरेर हुनु खोज्छ म त के भन्नु के नभन्नु आइएम भेरी सरी भने जस्तो भएको छु म त एकदम स्याडनेस कहिले माया स्याड फेस त्यस्तै हो गाइज हामी त यस्तै हो जिन्दगी म चाहिँ अनि पाउडर पनि रहेछ त निकिसा अनि हामीलाई चाहिँ कमेन्टमा के भन्नुहुन्छ भने कोही कोही मान्छेले क्या सबै निकिसा जस्तो देख्छु यो केटाहरू त भन्छ हेर्नुहोस् होला नभन्नु म त प्रमाणको सहित म त फेरि कटु खोलेर देखाइदिन्छु मलाई चाहिँ त्यस्तो धेरै नभन्नु मलाई त रिस उठ्छ मजाले मिल्नेमा मिल्ने मलाई त फेरि त्यो नहुने कुरा गिराएर बोल्यो भने हेर्नु तपाईँहरूको केही पनि खाइदिएको हुँदैन हामीले आफ्नै दुःख गरेर एक छाक नखाइ पनि बसेको हुन्छौँ होइन त्यसरी गरेर चाहिँ म चाहिँ फेरि कटु फर्मुलाका पल्टाइदिनु देखाइदिइहाल्ने म चाहिँ फेरि त्यतिकोसम्म चाहिँ म आँटिलो छु के हो कसो त्यस्तै मान्छे अनि जो त्यस्तै भन्छ नि तिमीले कट्टु फट्लाको गर्ने बित्तिकै तिनीहरू यस्तो गर्दै आउँछ फेरि थाहा छ त्यही मान्छे जो मान्छे चुप्पा लागेर कस्तो राम्रो राम्रो काम उनीहरूले त यता भर्ती हुँदैन नि जो मान्छे खुट्टा तान्न खोज्छ त्यही मान्छे फेरि त्यही कम्पनी गर्दै आउँछ थाहा छ वाउ भन्छ के हो कि त्यो चाहेकै त्यही हो त्यसो त्यस्तै कुरा गर्छ तिसरा पनि यसको आँखा पनि के लागेको छ पनि ल छिटो मलाई त कस्तो ज्वरो आइसक्यो यो कहिले सन्चो हुने होला म चाहिँ म त कस्तो गाह्रो भइरहेको चाहिँ जराको बेला नि ए ल अशोक गोर्खालीको दोहोरीमा गएर कहिले काम गर्ने अरे को यसलाई भनेछ हाम्रोमा आऊ न मलाई कति सेलरी 40,000 भन्छ ल म बोलदेखि निकिसालाई एकछिनै ब्लक गरिदिन्छु स्यालेरी कति 40,000 स्यालेरी 40 के
के ओके दिनुहुन्छ भनौँ न ओके अनि मात्र भनौँ मेरोमा हो के यसकोमा हो दोलीमा भेटेको मान्छे हो कुन दोहोरीमा कोटेश्वर ए स्यालरी डिलेट पो गरेछ ओके मात्रै जाने जब जान्छ स्यालरी 40 के हो कि आई एम कम योर दोहोरी I am do dance hot and sexy hot. होय खेद्दैन I can give all service dance which item dance sexy dance lagdori dance sariola dance without luga dance के चाहियो I can do that भनेर लेखेर पढाउँछ अनि त्यसपछि oh my god oh nonsense साउसँग कुरा I am dance sexy dance all dance भनेर लेखेर all dance I do all dance I am perfect in service dancer एकचोटि अरे साउसँग कुरा गर्न I am dance sexy dance all dance mild in English I am sexy dance all dance sexy भने चाहिँ बुझ्यो I am dance sexy dance all dance mild in English त wow त्यसमा नभन्ने यार यिनीहरू छ without luga dance थाहा छ मलाई without luga dance भन्न bathroom dance राम्रो लाग्छ अरे म त यस्तोलाई ठिक पार्न मैले जानेछु चक्लेटी भयो मसँग कसले बोल्यो पनि सक्दैन बोल्नु भने आफै पर भाग्छ मसँग त चक्लेटी भएको कुरा नो कस्तो आनन्द भयो You looking my sexy dance डान्स मात्रै भयो क्या DNC भयो त सेक्सी भएन I am dance bathroom ए you looking ए उ गर्न मिल्छ चुम्न यहाँनिर हेर्दा all ROUNDER all rounder सबै भिडियो लाइक गर्छ I am bathroom all rounder उता हाँस्दैछु उता मेकअप गर्दा आफै हाँस्दैछु I am dance bathroom all rounder के भन्छ है अब कस्तो फिल हुन्छ गाइस वाउ यस्तो कुरा कस्तो मजा के भन्छ है के लभ रियाक्ट गर्छ you like my bathroom dance भन्न wait के लेख्नु लाग्छ व्हाइट सेतो ओके लेखौँ ए त्यही हो त्यो गान्डे त्यो पो अच्छा ए म त को नै हो भनेको त यसले बोला दिँदै आयो थियो त ए हो पो रहेछ त हेरेको हेरी गर्थ्यो म त को होला राम्रा बोलिदिएको त पहिला बच्चा के भन्दो रहेछ You are like bathroom dance. You like bathroom dance for me? यसले न म इङ्ग्लिस बोल्छु अनि आफै निकिसक्यो के भन्छ यस्तो भएपछि You and me bathroom dance do dance bathroom shower dance do dance bathroom sexy dance DANC dance without kapara WITH without luga oh my god के भनेछ मैले You and me do dance bathroom sexy dance without luga अब हेर्नु है के भनेर पठाउँदो रहेछ वा निक्सा मक्कै छ निक्सा क्लब त हामीले पार्दिन्छौँ नि गाइज यस्तो ट्यालेन्टमा पर्छ हामी त के भन्नु छ यसलाई के भन्नु रहेछ केही पनि भन्ने बिचरा चक्लेटी बोय हो चक्लेटी बोय तर साथीहरू मलाई त के गर्नु हाँसेर बोलेर पनि हुँदैन मलाई कस्तो टेन्सन छ एकछिन त्यही हेर्न लगा म पढ्दिनँ
के भने हेर्दै छ कि मेसेज गरी रिप्लाई दिएको छैन जे पाइले नभन्न जे पाइले त भने छैन नभन भाइ जे पायो जे पाइले देखिन भन्नु भोलि महिना नराम्रो हुन्छ अच्छा के गर्न राम्रो तेरो झन् ओके रे अनि उसलाई नै ओके छ त ओके अरे तसँग बाथरुम डान्स गर्न चाहन्छ रे लुगा बिना नाङ्गै अनि त्यस्तो रेडी हुने मान्छेसँग अनि हामी बोल्दा के भयो त अनि यस्तो भन्दा नि ओके भन्ने मान्छे अनि यो है यु एन्ड मी डु डान्स बाथरुम सेक्सी डान्स विथआउट लुगा भन्दाखेरि ओके भन्यो है ओके भनेपछि अनि त्यो मान्छे बुझ कि अनि ओके भन्छ कसैले यस्तो भन्दा नि के भन्छ है हामी वेटिङमा छौँ गाइज हामी वेटिङमा छौँ गाइज एउटा कुराको के कमेन्ट गर्छ लेखेको थिएँ गरेर कुटुङ कुटुङ तिनवटा दाना कस्तो ढिला है लेख्ने तिनवटा दाना हल्ले हल्ले गरेर म त यस्तरी लेख्न यस्तो ढिला लेख्ने मान्छेदेखि त बोल्न पनि झ्याउ लाग्छ एउटा मेसेजको एक दिनमा रिप्लाई दिने जस्तै लेख्छन् भाइ ओ माई गड हाउ लेट हाउ मच लेट ए मलाई अनि यो थाहा भइदियो भने यसले नभए Oh my god. म त तिमीलाई के चाहिँ मनपर्छ तिमीलाई हरेक सर्भिस दिन तयार छु अरे यहाँ हेर्न मलाई त त्यो कुरा थाहा छैन बट म केटाको रोल प्ले गर्छु अरे अनि भनेपछि तँलाई त त्यही चाहिएको होइन त हो र ओके तिमी गर म त गर्दिन हो र ओके एकचोटि बिफोन म टेलिफोन गरेँ एकचोटि हामी भेट्नुपर्छ यहाँ हेर्न है मलाई त अरू कुरा थाहा छैन अब भिडियो त कति मिनटको भयो अब 25 मिनटको भिडियो तिम्रोमा 27 निकिसा मक्कै हुँदा ए मेरो त 27 मिनटको भइसक्यो रहेछ